हेलो सेवा सेवारो गुड मर्निङ अनि स्वागत छ। म कृष्ण अनि नेक्स्ट दिन अनि नेक्स्ट ब्लग भन्दै सधैँ त है। अहिले त अब नेक्स्ट मन्थ नेक्स्ट ब्लग भन्नुपर्छ है। अनि तपाईँहरू के कस्तो हुनुहुन्छ? आशा छ सबैजना साथीहरू सन्चै हुनुहुन्छ होला। मैले पनि सबैजनालाई सम्झेको छु होइन, के कस्तो हुनुहुन्छ होइन। युट्युब जति पनि मेरो युट्युब परिवार हुनुहुन्छ सबैजनालाई मिस यु अल भन्न चाहन्छु। अनि हजुरहरू अहिले होइन धेरै पछि म एउटा सानो भिडियो लिएर आइराखेको छु, तर त्यस्तो विशेष बनाउनु पर्ने भिडियो त केही नै छैन। तर पनि होइन अब यसो केही भयो केही बनाउनु मन लाग्छ नि त। अनि आज मैले एउटा सानो भिडियो बनाउन लागिराखेको छु। हजुरहरूलाई के कस्तो लाग्छ सल्लाह एन्ड सुझाव पनि दिनुहोला भन्न चाहन्छु। अनि सबैजनालाई होइन आज चाहिँ मैले चाहिँ सानो भिडियो बनाउन गइराखेको छु। अनि हजुरहरू को कहाँबाट हेर्दै हुनुहुन्छ होइन, सबैजनाले मलाई पनि साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु होइन। अब त्यसो मैले भिडियो बनाउने प्रसङ्ग त केही पनि छैन, तर पनि आज चाहिँ होइन मैले एउटा इम्पोर्टेन्ट हाम्रो खानेकुरा फलफुलमै पर्छ होइन, बनाउन लागिरहेको छु होइन। तपाईँहरूलाई थाहा छ कि थाहा छैन होइन, सबैलाई थाहा छ होइन यसको नाम त होइन भनिराख्नै पर्दैन। अनि हजुरहरूलाई म देखाउन चाहन्छु। थ्याङ्क्स हेर्नुहोला, यो कोला हो है। यो हाम्रो कोला चाहिँ मेरो भनौँ न मेरो जन्म दिने बुवा त हुनुहुन्न, हाम्रो कर्म दिने बुवा भनौँ मेरो ससुरा, तर म बाउ नै भनेर उहाँलाई बाउ नै भन्छु। अनि हामीलाई पनि अब छोराछोरी नाति नातिनाको मायाले गर्दा होइन कहाँ कहाँदेखि पठाइदिनु भएको, अस्ति हामीलाई कहाँ चाहिँ पठाइदिनु भएको थियो नि त। अनि हाम्रो घरमा हुन्छ होइन। यसको नाम चाहिँ अब मलाई नै त्यति आउँदैन, बुवाले भन्नुभएको यो चिनिया कोला अरे होइन। चिनिया कोला एकदम मिठो हुन्छ होइन। अहिले अब मग बास्ना आइरहेको छ, हामीलाई बुवाले काँचै पठाइदिनु भएको थियो नि त। अनि हामीले बिहानै गरेको भयो होइन। अब छोराछोरी नाति नातिनाको मायाले होइन, बुवा आमा भइन्जेल त यसरी माया पाइन्छ, नभएको दिन त अब सबै कुरा किनेर खानुपर्छ नि त। अब यो भनेको फेरि हाम्रो घरको हो नि त, आफ्नै घरको हो। अनि भनौँ न बुवाहरूले दुःख गर्नुहुन्छ र अहिलेसम्म हामीलाई दिइराख्नु भएको छ, खाइराखेको छौँ। अर्ग्यानिक हो यो होइन, कुनै पनि यहाँ विषादीयुक्त छैन। अब बजारमा त विषादीयुक्त हुन्छ। अनि अब यति राम्रो कोला किन्नुको लागि त बजारमा त महँगो पनि पर्छ। आफ्नो पैसा पनि अलिकति सेभिङ भयो, नानीहरूलाई पनि राम्रो अर्ग्यानिक होइन। अनि आफूलाई पनि देख्नु सक्नुहुन्छ कति मिठो छ यो होइन। मैले खानु त खाएको छुइनँ अब, किनभने अब खाने हो, खानु चाहिँ कस्तो राम्रो छ। हामीले किन्नु भने चाहिँ कति महँगो लाग्छ यो होइन। यहाँ त अब बजारमा त महँगो छ नि त। 100 यसलाई त नभएको पनि होइन 150 रुपियाँ दर्जन भन्छ होला। अब नर्मल छ सानोलाई पनि 70 80 90 हुन्छ होइन। किन्न सकिँदैन नि, गाह्रो हुन्छ, भने जस्तो पैसा नि हुँदैन होइन। त्यही भएर बुवाले गाडीमा लगाइदिएर पठाइदिनु भएको। हाम्रो बुबालाई धेरै धेरै धन्यवाद, सधैँ हामीलाई यसरी पठाइदिइराख्नुहुन्छ सिजनमा होइन। योचोटि पनि मलाई पठाइदिनु भएको थियो लिचीहरू, तर मैले लिचीको चाहिँ भिडियोहरू बनाइनँ होइन। बुवाले जहिले पनि हामीलाई पठाइदिनुहुन्छ होइन। छोराछोरी छोरीहरू अनि छोरी नभए पनि म बुहारी हो, म बुहारी भए पनि मलाई पनि छोरी जस्तै माया गर्नुहुन्छ बुबाले होइन। मेरो बाउ हुनुहुन्न र पनि बाउले धेरै माया गर्नुहुन्छ हामीलाई, खुसी लाग्छ। अनि नाति नातिना हामीलाई यति धेरै पठाइदिनु भएको होइन। अब चाहिँ हामी 2-3 दिनमा चाहिँ खाइसक्छौँ, किनभने हामी एकजनाले नै दिनमा 4-5 कोसाभन्दा धेरै खाइहाल्छौँ होइन। मिठो हुन्छ नि त घरको अर्ग्यानिक होइन। अब म तपाईँहरूलाई चाखेर पनि देखाइहाल्छु कति मिठो भएछ भनेर है। आफ्नो खेतीको होइन, खेतीको आफू त गर्नु छैन होइन, बुबाले पठाइदिनु भएर खानु पाएको भन्नुपर्छ है। अनि तपाईँहरूलाई पनि कसलाई होइन बुवाले यसरी पठाइदिनुहुन्छ होइन। अब कस्तो छ है, मिठो होला, एकदम सिपाक खानु पर्यो हाम्रो घरको कोला। यति मिठो छ है, गुलियो न गुलियो
चिनिया कोला हो नि त एकदम मगी बासना आइराखेको छ। तपाईँहरूले खानेहरूलाई त थाहा नै होला होइन, चिनिया कोला एकदम मिठो हुन्छ होइन। अर्को फुको मालभोग भन्ने पनि मिठो हुन्छ। अनि मैले त्यति मलाई केराहरूको नाम त थाहा थिएन नि त, रोजहरू अनि बिहे गरेर गएर नै थाहा पाएको कोलाहरूको नाम पनि। यति मिठो छ। अब म 2टा त अहिले नै खाइहाल्छु, 2टा अब भरे दिउँसो खाना खाएर पनि खान्छु अनि फेरि पनि खान्छु। एकाइ त म एकैछिनले खाइसकिदिन्छु। यति मिठो हो, मजाले पाकिरहेछ, भोलि पर्सिसम्म पुग्छ हो। मेरो नानीहरूले पनि खान्छ। अनि तपाईँहरूलाई कसलाई कोला मनपर्छ है। अनि तपाईँहरू सबैजनालाई मेरो भिडियो के कस्तो लाग्यो होइन, सबैले सल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु। अनि जसलाई मेरो भिडियो मनपर्छ होइन लाइक कमेन्ट गरिदिनै भनेर म जबरजस्ती त भन्दिनँ, जसलाई इच्छा लाग्छ गर्नुहोला होइन, इच्छा नलाग्दा पनि ठिकै छ, केही छैन है भन्न चाहन्छु। थ्याङ्क यू सो मच सबैजनालाई। मिस यु अल, लभ यु भन्दै म चाहिँ अब फेरि पनि नेक्स्ट भिडियोमा हजुरहरूसँग म कुरा गर्नु आउँछु है त। सबैजनालाई बाई बाई, लभ यु।